यो दृश्य मुगुका 25 वर्षीय युवा गणेश नेपालीले हिजो आफ्नै शरीरमा पेट्रोल छरेर आत्मदाह गरेर उपचारको क्रममा वीर हस्पिटलमा उहाँको मृत्यु भइसके पछाडिको दृश्य हो। यति बेला मुगुका स्थानीयवासीहरूले हाम्रो भाइ, हाम्रो दाइ, हाम्रो छोरा मरेको छ भनेर यसरी यहाँबाट गइरहेको दृश्य तपाईँलाई हामीले देखाइरहेका छौँ। दर्शकगण, यहाँको दृश्य तपाईँलाई हामीले देखाइरहेका छौँ। प्रहरी मोड भेटको अवस्थामा आएको छ। दर्शकबिन हेर्न सक्नुहुन्छ यति बेला केही युवाहरू महानगर घेराउ गर्न निस्किरहेका छन् भने यति बेला प्रहरीले निकै रोक्ने प्रयास गरिरहेको छ। स्थिति तनावग्रस्त भइसकेको छ। माइती घरबाट केही युवाहरू गइरहेको दृश्य तपाईँलाई हामीले देखाइरहेका छौँ। हेर्न सक्नुहुन्छ यहाँको स्थिति। यति बेला प्रहरीले हेर्न सक्नुहुन्छ यो भिड महानगरतिर गइरहेको छ भने यहाँ तपाईँ देख्न सक्नुहुन्छ एकदमै तनाव स्थितिपूर्ण भएको छ। प्रहरीले रोक्न खोजिरहेको छ, रोक्न सकिरहेको छैन। हेर्न सक्नुहुन्छ प्याम्पलेट सहित केही युवाहरू महानगरतिर गइरहेका छन्। महानगर घेराउ गर्ने भनेका छन् भने यो दृश्य तपाईँलाई हामीले देखाइरहेका छौँ। यति बेला हेर्न सक्नुहुन्छ यो दृश्य। दर्शकबिन माइतीघर मण्डलबाट यो भिड यति बेला महानगरतिर गइरहेको छ। हाम्रो भाइ मरेको छ भन्दै केही युवाहरूले उग्र भइरहेका छन् भने प्रहरीले होइन भने हेर्न सक्नुहुन्छ यो दृश्य। हेर्न सक्नुहुन्छ यो दृश्य जिल्ला प्रहरी परिषद काठमाडौँ अगाडि पुगेको छ। यो दृश्य यहाँ देख्न सक्नुहुन्छ। नेपाल प्रहरीले रोक्न खोजिरहेको छ, यद्यपि नेपाल प्रहरीले सकिरहेको स्थिति छैन। तपाईँ हामीले यहाँ देखाइरहेका छौँ यो दृश्य। मुगुका स्थानीय वासीहरू हाम्रो भाइ मरेको छ भन्दै यति बेला महानगरतिर गरेको दृश्य तपाईँलाई हामीले देखाइरहेका छौँ भने नेपाल प्रहरीले यति बेला रोक्न खोजिरहेको छ, स्थितिलाई साम्य बनाउन खोजेको छ, तर त्यो भने भएको हामीले देखिरहेका छैनौँ। दर्शकबिन यो दृश्य मुगुका 25 वर्षीय युवा गणेश नेपालीले हिजो आफ्नै शरीरमा पेट्रोल छरेर आत्मदाह गरेर उपचारको क्रममा वीर हस्पिटलमा उहाँको मृत्यु भइसके पछाडिको दृश्य हो। यति बेला मुगुका स्थानीयवासीहरूले हाम्रो भाइ, हाम्रो दाइ, हाम्रो छोरा मरेको छ भनेर यसरी यहाँबाट गइरहेको दृश्य तपाईँलाई हामीले देखाइरहेका छौँ। दर्शक हेर्न सक्नुहुन्छ प्रहरीले ब्यारिकेड समेत लगाएको अवस्था छ। यति बेला हिजो मात्रै गणेश नेपालीले आफ्नो शरीरमा पेट्रोल छरेर आत्मदाह गरे पछाडिको यो दृश्य हो। यति बेला नेपाल प्रहरीले भद्रकाली अगाडि निकै ठुलो सुरक्षा व्यवस्था कडा पारेको छ, ब्यारिकेड लगाएको छ। यद्यपि त्यही पनि
मुगुका स्थानीयवासीहरू मान्न तयार हुनुहुन्छ। यो ब्यारिकेड तोड्नतिर अगाडि बढेको दृश्य तपाईँलाई हामीले देखाइरहेका छौँ। हेर्न सक्नुहुन्छ यहाँको स्थिति तपाईँलाई हामीले देखाइरहेका छौँ। उनीहरूको माग महानगरपालिकातिर जाने भन्ने छ। यद्यपि प्रहरीले यहीँ रोकिरहेको दृश्य छ, तपाईँलाई हामीले देखाइरहेका छौँ। युवाहरू यो ब्यारिकेड तोडेर भए पनि महानगरपालिकातिर जाने प्रयास गर्दै हुनुहुन्छ। यहाँ स्थिति असामान्य बनेको छ। गणेश नेपालले हिजो मात्रै पेट्रोल छोडेर आफूलाई आत्मदाह गरे पछाडि यो दृश्य तपाईँलाई हामीले देखाइरहेका छौँ। यहाँ नेपाल प्रहरी पनि बाक्लो समयमा उपस्थिति भइरहेको छ भने नेपाल प्रहरीले सुरक्षा व्यवस्था डह्रो पार्नको लागि यसरी ब्यारिकेड पनि लगाएको दृश्य अवस्था छ। जानी जानी मारेको घटना हो, जो एउटा आफ्नो परिवार पाल्नका लागि मुगु जस्तो दुर्गम ठाउँबाट यहाँ आएर पठाउ राइडर गरेर परिवार पाल्ने मान्छे, त्यहाँनिर कुनै मान्छेको ज्यानभन्दा जीवनभन्दा राज्यका नीति नियमहरू ठुला हुँदैनन्। राज्यको नीति नियम पनि मलाई लाग्छ मानवताको संरक्षणका लागि प्रवर्धनका लागि हुनुपर्ने हो। त्यहाँ जानी जानी मारिएको छ। ड्युटीमा खटिएका केही पोसाकधारीहरू देखिन्छन् हामीले यो भिडियो फुटेज हेर्दाखेरि। महानगरका प्रहरीहरू देखिन्छन्। उसले आगो छर्किएको छ, त्यहाँ उसलाई बचाउन जाने ठाउँमा उनीहरू मोटरसाइकल चाहिँ गाडीमा हाल्न व्यस्त छन्। प्रहरीहरू पनि आफ्नै धुनमा छन्। उसलाई त्यहाँ तत्काल उद्धार गर्न कोही गएको छैन। जब आगो लाग्यो ढलिसकेपछि पनि नजिकै वीर हस्पिटल लिनलाई यो सुविधा सम्पन्न ठाउँमा ट्याक्सीहरू छ, एम्बुलेन्सको त्यतिकै पहुँच छ, तर एउटा कैदीलाई घिसारे जस्तो गरेर हस्पिटलमा लगियो। जति छिटो उसको उद्धार हुन्थ्यो, ज्यान बाँच्ने सम्भावना त्यति प्रबल हुन्थ्यो। ढिलो उद्धार काठमाडौँको मुटुमा, प्रशासन केन्द्रको मुटुमा जुन घटना घट्यो, जुन हृदय विदारक घटना घट्यो, यो राज्यले जानी जानी मारेको छ। यो अवस्थामा के भन्न चाहनुहुन्छ त सम्बन्धित निकायलाई? सम्बन्धित निकायलाई पठाउ राइडरहरू जो छन्, जो आतंक छ, जसले आफ्नो रोजीरोटीका लागि पठाउ राइडरको काम गरिरहेका छन्, उनीहरूको त्यो पेसा सुरक्षित हुनु पर्यो। मृतकलाई जो आतंकका विरुद्धमा, जो बेरोजगारीहरूका विरुद्धमा आज उसले चाहिँ आत्मदाह गरेको छ, उसलाई शहीद घोषणा गरियोस्। उसका बालबच्चा र परिवारहरूको जिम्मा राज्यले ल्याओस्। त्यो नलिन्जेलसम्ममा लास उठ्दैन। हजुर, यो अवस्थामा जिम्मेवार निकायहरू जुन महानगर प्रहरी बलले लगायो, कार्यवाहक मेयर सुनिता डङ्गोल हुनुहुन्छ, अब सङ्घीय सरकारको कुरा गर्दाखेरि अहिले नेतृत्वमा बालेन शाह हुनुहुन्छ, उहाँहरूलाई तालुकदार निकायका व्यक्तित्वहरूलाई के भन्न चाहनुहुन्छ? तालुकदार निकायका व्यक्तित्वहरूलाई अलिकति पनि उहाँहरू राज्यको जनताको मतबाट जनप्रतिनिधि चुनिनु भएको हो भने, जनप्रतिनिधि हो भने यो जस्तो अर्को अमानवीयताको उदाहरण के हुन सक्छ? योभन्दा बाँकी म भन्दिनँ। बालेनलाई, सुनिता डङ्गोललाई जनताको प्रतिनिधिले एउटा बेरोजगार गरिबलाई आर्थिक अवस्था, आर्थिक बोझ थाम्न नसकेर आत्मदाह गरेको छ। यो उदाहरण योभन्दा अर्को के हुन? संशोधन गर्नु पर्यो, जनता अनुकूल बनाउनु पर्यो एकदमै। आर्थिक हैसियतभन्दा बढी सजाय हुनै सक्दैन। दर्शक यहाँको दृश्य तपाईँलाई हामी देखाइरहेका छौँ। यति बेला नेपाल प्रहरीसँग युवाहरू केही नोकझोक गरिरहेको दृश्य तपाईँलाई हामी देखाइरहेका छौँ। हेर्न सक्नुहुन्छ यति बेला गणेश नेपालले जो हिजो महानगर ट्राफिक प्रहरीसँग अलिकति डिस्कस हुँदा चिट काट्दाखेरि आत्मदाह गरेर आफ्नो ज्यान गुमाउनु पर्यो, त्यस पछाडिको यो दृश्य हो तपाईँलाई हामीले यहाँ देखाइरहेका छौँ। यति बेला नेपाल प्रहरीसँग मुगुका स्थानीयहरूको केही भनाभन भइरहेको दृश्य तपाईँलाई हामीले देखाइरहेका छौँ। नेपाल प्रहरीले यहाँ रोक्न खोजिरहेको छ, यहाँ ठेल्न खोजिरहेको छ। यद्यपि स्थानीयहरू जो यहाँ आउनुभएका युवाहरू छ, उहाँहरू हामी बिरामीलाई भेट्न जान्छौँ, हामी त्यहाँ गएर एकछिन भेट्छौँ भनेर गएको छ भने यहाँ प्रहरीले उनीहरूको आदेशमा हामी तयार छैनौँ। हाम्रो आवाज बुलन्द गरेर पाउनुपर्छ। स्वतन्त्र वाक स्वतन्त्रताको चाहिँ वकालत गर्ने, लोकतन्त्रको वकालत गर्ने यी गजडी ट्यापेहरूले हामीले यहाँ बाटोमा रोक्न मिल्छ? भएन त सर।
बसिराखेका छौँ नि आदेशले तपाईँ एउटा राष्ट्र सेवक भने तपाईँको पनि छोरा मरेछ सरकारको माग के छ भने विरसलभित्र पस्ने होइन त्यसमा म नै आफै हुन्छु बाहिरसम्म हामी जान्छौँ हाम्रो आफ्नो कुरा राख्छौँ हस्पिटलसँग हाम्रो कुनै गुनासो छैन हस्पिटलसँग हाम्रो के छ र त्यो भएर अनावश्यक उत्तेजना गर्ने हामी तोडफोड गर्ने अराजकता गर्ने हाम्रो होइन हामी के हो भने हामीले त्यही कार्यक्रम गरी हैन त्यो त्यहाँबाट कार्यक्रम यहाँ के छ भने त्यहाँ पनि होला कि साथीहरू मान्छे भइसकेपछि हामी त्यहाँ मान्छे हेर्छौँ हामी त्यहाँ तोड्न जाने ओके ल कोर्डिनेसन गर्नु कोर्डिनेसन गर्नु